हेलो साथीहरु नमस्ते हजुरहरुलाई स्वागत छ मेरो अर्को ब्लगमा है। मैले आज चाहिँ हजुरहरुलाई हामीले दाना डेलिभरी गर्ने कसरी गरिन्छ देखाउन गइरहेको छु। त्यो दाना डेलिभरी अहिलेसम्म त्यो हामीले दाना बनाएर दाना राख्नेसम्म तपाईहरुलाई म देखाइसकेको छु। अहिले चाहिँ जो हामीले अब यहाँको बनेको दाना अब अर्को कम्पनीमा डेलिभरी गरिन्छ। आज चाहिँ त्यसको त्यो त भिडियो तपाईहरुमा लिएर आएको छु, हेर्नु होला। गलती नहीं ऐसा क्या गुनाह किया मैं रुक गई। ल साथीहरु मैले दाना चाहिँ लोड गरेर सकेँ। अब चाहिँ अब जाँदैछु पारी कम्पनीमा। आउनुहोस् जाम पारी जाम दाना अनलोड गरौँ अनि आम हैन त। तडप तडप के इस दिल को राह निकलती नहीं। तड़प के इस दिल राह निकलती नहीं। झारेर नि सकेँ। दाना यो मैले झारेको दाना खाने गोरु गाईहरू यहाँ छन्। यो फेरि अर्को ठाउँमा हो, यहाँ अरूले नै दाना पानी दिन्छन्। यहाँ हो यता माथि छ, 2-3 ठाउँमा छ हाम्रो साउको त्यो। ल यहाँसम्म छ। अब चाहिँ मैले दाना झारेर सकेँ। ल साथीहरू अब दाना झारेर सकियो। अब जानी अब चाहिँ हाम्रो यहाँ कति बजे दिउँसो कति बजे छु धेरै त भइन्छ बल्ल 10:15 भइन्छ। अब गएर यसो केही त्यता काम गरेर दिउँसो खाना खान जाने। ल है त।
दानाको काम चाहिँ लगभग अब सकिन लाग्यो है। त्यस्तै छ हाम्रो काम चाहिँ। यहाँ दाना नबनाउनु दिन चाहिँ आज दाना डेलिभरी गरेको। अन्त अरू दिन त फेरि दाना बनाउनु दिन त फेरि धेरै हुँदै हुन्छ। सधैँको असार जस्तो हामीलाई फाइनली साथीहरू म कम्पनीमा नि आएँ। हजुरलाई यहाँसम्म हजुरले सधैँ हाँसी खुसी रहनु होला। हजुरलाई यहाँसम्म अनि लाइक सब्सक्राइब गरिदिनु होला। गरिदिनु भयो भने राम्रो हुनेछ। फेरि अरू कुनै भिडियोमा भेटौँला है त। यी काम गर्दा गर्दै अब यसो मनोरञ्जनको लागि भिडियो बनाउने, हजुरहरूमा ल्याउने, यताको काम देखाउने। ल फेरि अर्को भिडियोमा भेटौँला। लाइक सब्सक्राइब गरिदिनु होला है त।